लु सबैजनालाई चाहिँ एनएबी प्रोमा वेलकम छ। हामीले अगाडिको लेक्चर यदि हेरेको छैनौँ भने प्लिज अगाडिको लेक्चर हेरिदिनु होला। र हामी आज एकदम इम्पोर्टेन्ट टपिकमा कुरा गर्न गइरहेका छौँ, द्याट इज द फर्स्ट अर्डर अफ काइनेटिक्स अथवा इन्टिग्रेटेड इक्वेसन अफ फर्स्ट अर्डर रियाक्सन। अब यसलाई चाहिँ यो चाहिँ धेरैचोटि 5 मार्क्समा सोधिरहेको हुन्छ क्वेसन। अब यसलाई चाहिँ कसरी गर्ने भन्ने कुरा पनि आउँछ हैन। अब यसको लागि चाहिँ एकदमै सजिलो पनि छ। हामीले जस्तै मानौँ यसलाई चाहिँ हामीले कसरी गर्ने भन्ने कुरामा चाहिँ दायाँमा केही नगर्ने, यसको डेफिनेसन परेन। जस्तै के हो भने अब हामीले त अर्डर त बुझेको छौँ, अर्डर अफ रियाक्सन। जस्तै मान तिम्रो कुनै पनि रेट छ हो। अब यो चाहिँ के छ भने के छ जसको चाहिँ फर्स्ट अर्डर हुनको लागि चाहिँ एक्स छ, यम छ। ल मान यदि यसको भ्यालु चाहिँ टोटल गर्दाखेरि 1 हुनु पर्यो भने यो फर्स्ट अर्डर भयो। यति कुरा हामीले बुझेका छौँ। अब यसको लागि चाहिँ एक्सप्रेसन त अब हामीलाई त इन्टिग्रेटेड इक्वेसन बनाउनु छ। यसको लागि चाहिँ हामीले के गर्ने, लेट छिटो गरिहाल्ने, लेट अस सपोज अ केमिकल रियाक्सन, कुनै एउटा केमिकल रियाक्सन मान्ने हो। जस्तै हामीसँग मान तिमीसँग ए भन्ने एउटा रियाक्सन छ, पी भन्ने एउटा प्रोडक्ट बन्दैछ। अब यो त कन्सन्ट्रेसन हो, के अरे यो कन्सन्ट्रेसन हो। अब टाइममा हेर, टाइम टी इज इक्वल टु 0 छ। यदि के छ अरे टाइम टी इज इक्वल टु 0 छ भने यसको मान कन्सन्ट्रेसन भनेको ए छ। तिमीले यति मान्ने कुरा छ है। अब 0 मा त प्रोडक्ट बन्दैन। अब टाइम तिम्रो टी ड्यास बराबर चाहिँ यदि टाइम टी बराबर चाहिँ टी ड्यास भएको अवस्थामा यो के हुनसक्छ, ए माइनस यक्स भयो भने यसको कन्सन्ट्रेसन भनेको यक्स हुन्छ। कन्सन्ट्रेसन जहिले पनि हामी मोल पर लिटरमा लेख्छौँ। यति कुरा हामीलाई थाहा छ। अब इनिसियलको कुरा आयो, नाउ लेख्ने तरिका यसरी लेख्ने, नाउ रेट इज इक्वल टु माइनस डिए बाई डिटी इज इक्वल टु डिपी बाई डिटी हो। अब यो त के छ, यो बराबर चाहिँ के ए छँदैछ हाम्रो हो। के छ त के ए छँदैछ। ल यसैलाई लिदिउँ न। सो एगेन के गर्ने, अब हामीलाई त के थाहा छ, डी पी बाई डिटी इज इक्वल टु के छ, के ए छँदैछ हो। अब त्यसो भने अ टाइम टी, अब टाइम टीमा चाहिँ इक्वेसन के हुनसक्छ, अ टाइम टीमा हेर्ने हो भने यो टी ड्यासमा के हुन्छ, डी टी यो भनेको के छ हाम्रो यक्स छ। यसको कन्सन्ट्रेसन के भयो, यक्स भयो। डिटी इज इक्वल टु के हुनसक्ला, के छ। अब यसको भ्यालु कति हुनसक्छ, ए को भ्यालु ए माइनस यक्स हो। यति कुरा बुझ्यौँ। अब डिएक्स बराबर के आयो, के डिटी ए माइनस यक्स आयो। यति कुरा त हामीले अहिलेसम्म बुझि नै रहेछौँ होला जहाँसम्म लाग्छ मलाई हो। अब हामीले के गर्नु पर्यो, अब यसको भ्यालुलाई त चेन्ज गराउनु पर्यो, डिएक्स बाई ए माइनस यक्स इज इक्वल टु के डिटी राख्ने हो। यतिसम्म त बुझिरहेछौँ हामीले। यहाँ अर दिँदै आउने, वर अर। अब यसमा हामीले डाइरेक्ट के दायाँमा के नगरौँ, यसलाई एउटा इक्वेसन मानौँ। इक्वेसन नम्बर यसलाई 1 मानौँ, यसलाई 2 मानौँ। अब डाइरेक्ट के गर्ने, इन्टिग्रेसन लगाइदियो तिमी, इन्टिग्रेसन on both sides। यो म्याथमा गरिरहेछ, यसमा गाह्रै हुँदैन तिमीहरूलाई हो। यो इन्टिग्रेसनको साइन लगाउने यहाँ देखिनु होला, म यसलाई यता देखाउँछु, ठिक छ। डिएक्स बाई ए माइनस यक्स छँदैछ इज इक्वल टु के डिटी छँदैछ। अब इन्टिग्रेसन त तिमीले लगायो। अब यसको भ्यालु तिमीले त म्याथमा पढेको छ, यसको भ्यालु के हुनसक्छ, माइनस एलएन ए माइनस यक्स हुन्छ। यति कुरा थाहा छ। अब इज इक्वल टु के, अब यो त टी भइहाल्यो होइन, टी प्लस सी। अब यसलाई मान तिमी इक्वेसन नम्बर 3 मानिदेऊ, वेयर अब लेख्नु पऱ्यो नि त, सी अथवा सी इज integration constant constant हुन्छ if
अब यसको भ्यालु हेरौँ है त जस्तै इफ t इज इक्वल टु 0 छ भने हैन अब p को भ्यालु के होला पहिला त्यो पनि कुरा राख्नु पर्यो हामीले यदि t को भ्यालु 0 हुँदाखेरि a को भ्यालु के हुन्छ हाम्रो a हुन्छ नि त हैन इम्पोर्टेन्ट कुरा यहाँ छ है यदि यो हुँदाखेरि x को भ्यालु के हुन्छ 0 हुन्छ t 0 हुँदाखेरि यहाँ क्वेशनमा हेरौँ यदि यो 0 भयो भने चाहिँ के हुन्छ त x को भ्यालु त 0 हुन्छ टाइम t मा हो अब त्यसो हो भने फ्रम 3 बाट हेर्ने हालेर हेर्ने यसको भ्यालु के हुन सक्छ माइनस ln यसको भ्यालु यहाँ त a छ माइनस x को भ्यालु छैन मतलबै भएन यसको भ्यालु 0 भयो प्लस c अब c बराबर के आयो त माइनस ln a आयो अब अगेन हेर है अब यहाँ के पाइयो हामीले इम्पोर्टेन्ट कुरा त यहाँ छ नि त जस्तै अब हामीले अगेन यो भ्यालु चाहिँ लगेर हाल्दिनु पर्यो माइनस ln a माइनस cx प्लस बराबर इक्वल टु के छ kt माइनस ln a छ अब हामीलाई निकाल्नु पर्ने छ kt बराबर निकालौँ ल यदि गर्दिने हो भने यता के आउन सक्ला यता ल्याइदिने हो भने ln a माइनस ln a माइनस cx छ अब यहाँ है अब t इज इक्वल टु सरी k इज इक्वल टु के गर्ने 1/t अब यो भनेको के हो ln a डिवाइडेड बाई a माइनस cx छ यो त हामीले केमा लगेको यसको लमा लगेको यदि माइनस छ भने डिवाइडको फर्ममा आउँछ अब ln लाई चाहिँ यदि तिमीले लगको फर्ममा ल्याउने हो भने तिमीले के गर्नुपर्छ मल्टिप्लिकेसन गर्नुपर्छ 2 पोइन्ट कति छ 0303 ले के गर्छौ तिमी मल्टिप्लिकेसन गर्छौ बाइ t छँदैछ अब यो केमा गयो log a बाइ a माइनस x मा गयो यहाँ है अब यही इक्वेसन नै के हो त हाम्रो फाइनल इक्वेसन हो के को लागि त दैट इज द रेट इक्वेसन फर द फर्स्ट that is the that equation express the integrated equation of first order of reaction यसलाई यति बुझ्दा भयो तर अब हाम्रो अझै कुरा छ अझै बाँकी छ हाम्रो कुरा अब यसलाई प्लटमा पनि देखाउनु छ यहाँ है म प्लटमा पनि यसैलाई कन्टिन्युटी गर्छु तिमीले ध्यान दिएर हेर मात्र तिमीले बुझिहाल्छ ल यो छ यसको भ्यालुलाई के गर्ने हामी अब थोरै अलिकति थोरै गेम गर्ने है त जस्तै हामीले त के छ के बराबर 2.303 बाइ t हो log के भेटेको छ a बाइ a माइनस x भेटेको छ यति कुरा भेटेको छ अब यसैलाई kt बनाऊ अथवा 2.303 बनाऊ इज इक्वल टु log यो भने के हो a बाइ a माइनस x हो अब kt बराबर यो चाहिँ काइनेटिक्समा हामीले उ गर्न खोजेको हो 303 इज इक्वल टु अब यसको एक्सप्रेसमा जाने हो भने a माइनस log के हो a माइनस x हो इट इज भेरी हेल्पफुल अब हामीले अझै इम्पोर्टेन्ट त कुरा यहाँ छ नि त यो भने के छ a माइनस x लाई यदि राख्ने हो भने के हुन्छ यसलाई यता ल्यायौँ भने हामीले इज इक्वल टु माइनस k बाइ 303 इन्टु t प्लस log यो चाहिँ मल्टिप्लिकेसन छँदैछ यसलाई t log a हुन्छ अब यसलाई हेरौँ त y इज इक्वल टु के आयो mx प्लस c सँग कम्पेयर गर्न सक्यो सकेन अब त्यसो हो भने यसको ग्राफ पनि हेरौँ यसको ग्राफ हेर्ने हो भने चाहिँ यो यस्तै टाइपको बन्ने भयो कि ग्राफ ठीक छ अब यसमा हामीले स्लोप पनि निकाल्न सक्छौँ अब स्लोपमा के भेट्छौँ स्लोप इज इक्वल टु माइनस k बाइ 2.303 यति भेट्न सक्यौँ हामीले भयो अब फेरि यहाँनिर फेरि समस्या होला फेरि अब यो के हो भनेर ठीक छ अब यसमा समस्या हुनु भएन यदि भयो भने पनि भन्ने है त यतापट्टि रेट लेख्ने यतापट्टि कन्सन्ट्रेसन भइहाल्यो ल ल अब यसैको हामी फटाफट हाफ लाइफ पनि हेरौँ है अब यो रियाक्सन यो ठ्याक्कसँगले यो फर्स्ट चाहिँ यो एक्सप्रेसन जुन छ नि यो तिमीहरूले याद गर अरु केही गर्नु पर्दैन तिमीहरूले चाहिँ यो चाहिँ याद गर्नै पर्छ है इट इज भेरी इम्पोर्टेन्ट ल अब मान अब यसैको हाफ लाइफ हेरौँ हाफ लाइफ भनेको अघि बुझाएको छु मैले के हो भने अगाडि लेक्चरमा हामीले भनेका छौँ जस्तै इनिशियल यसको हाफ लाइफ है हाफ लाइफ कस्तो भने
आधी टाइममा चाहिँ त्यो रियाक्टेन्ट चाहिँ कन्सन्ट्रेसनमा कति कन्भर्ट भयो हैन। अब यसलाई चाहिँ तिमीले ल्याङ्ग्वेजमा पनि मैले भनेको थिएँ, तिमीलाई याद छ कि छैन हैन। द टाइम इज रिक्वायर्ड टु कन्भर्ट हाफ अफ इनिसियल कन्सन्ट्रेसन अफ रियाक्टेन्ट इन्टु प्रोडक्ट इज नोन एज हाफ लाइफ भनेको थियौँ। अगाडिको लेक्चरमा मैले लेखिदिएको पनि छ, यु क्यान अल्सो वाच फ्रम द प्रिभियस भिडियो एन्ड नाउ। अब यसलाई लेखौँ है त ल। यसलाई हाफ लाइफमा लेख्ने हो भने चाहिँ जस्तै हामीसँग के थियो अघि ए थियो र प्रोडक्ट यसरी बनेको थियो। हामीले के गरेको थियौँ इनिसियल कन्डिसनमा राखेको थियौँ ए थियो 0 थियो, यो टी इज इक्वल टु के थियो हाम्रो 0 हुँदाखेरि। अब फेरि फाइनलमा के छ हाम्रो फाइनलमा चाहिँ जस्तै के छ यो चाहिँ के भएको थियो ए माइनस यक्स भएको थियो हो। यक्स बराबर हामीले के गरेको थियौँ त हाफ लाइफ बनाएको छौँ 2 गरेका छौँ। अब टाइम पनि के गरेका छौँ टी इज इक्वल टु टी 1/2 बनाएको छौँ। अब वी नो एबोभ इक्वेसन हेर्ने हो भने वी नो हामीलाई थाहा छ के इज इक्वल टु 2.303 डिभाइडेड बाई टी लग ए बाई ए माइनस यक्स थियो हो। तिमी हाल्दियौ भ्यालु केही पनि छैन, के इज इक्वल टु के छ 2.303 डिभाइडेड बाई टी 1/2 अब लग हो ए जस्ताको त्यस्तै ए माइनस। अब यसको भ्यालु त आधी गरे हो नि त कन्सन्ट्रेसनको भ्यालु त x/2 जस्तै हाफ भनेको चाहिँ तिम्रो कन्सन्ट्रेसन फाइनलमा कति भयो क्या आधी समयमा निकाल्दैछौँ क्या, त्यति बुझ हो। अब यति भइहाल्यो होला, तिमीले यति कुरा बुझ्यौ पनि होला। अब यसैलाई तिमी हिसाब गर 0.3 डिभाइडेड बाई टी 1/2 लग यहाँ के छ यहाँ त 2 आयो, 2 मल्टिप्लिकेसन भएर के भयो माथि गयो हो 2। अब यो के छ यो भनेको तिम्रो a/2 छ भनेको यो के आउन सक्ला यहाँ त तिम्रो ए आयो, यहाँ ए आयो, ए काटियो, यदि काटियो भने कति आयो जस्ताको त्यस्तै लग 2 आयो। अब लगको भ्यालु यहाँ रे तिमीलाई यहाँ देखिएन भने म यहाँ देखाइदिन्छु टी 1/2 बराबर कति आउँछ त यसको भ्यालु हेर्ने हो भने लग 2 को भ्यालु र यताको मल्टिप्लिकेसन गर्ने हो भने 0.693 डिभाइडेड बाई के आउँछ। This is the final equation for the half-life of the first period of kinetics, first order of kinetics or half-life of integrated equation of first order reaction. यति लेख्यो भने you got 5 out of 5। अनि यो न्युमेरिकलको लागि चाहिँ यो चाहिँ अचुक जादु है, यो चाहिँ याद गर्नु होला सबैजनाले। यति भन्दै हामी अब न्युमेरिकलतिर पनि हामी हिट गर्नेछौँ। प्लिज स्टे कन्टिन्यू एन्ड लाइक शेयर सब्सक्राइब द निवे प्रो।